हेलो अनि नमस्ते सम्पूर्णमा। आज चाहिँ मैले तपाईहरुको समक्षमा मेवाको पत्ता अनि मेवाको मसिनो डाक्लाहरू हुन्छ नि, कलिला कलिला डाक्लाहरूको चाहिँ वाचिप्पा जस्तै तिते कसरी बनाउने, मैले कसरी बनाउँछु भन्ने विषयमा चाहिँ भिडियो लिएर आएको छु। कृपया गरेर अन्तिमसम्म भिडियोलाई हेरिदिनु होला। अनि मैले चाहिँ अघि नै मसला पड्काइसके, 12 मसला हैन, 12 मसला हालिसकेर चाहिँ रातो रातो भएपछि चाहिँ मैले प्याज पनि अघि नै हाल्दिसकेको छु। आजको भिडियो चाहिँ अलिक कस्तो कस्तो देखिरहेछ है, दिउँसोमा चाहिँ। अनि त्यसपछि लाइट पनि नबालिकन बनाएको नि त नर्मलमा। अनि अरू बेला चाहिँ लाइटहरू बालेर पुरा उज्यालो बनाएर बनाउँथे। आज चाहिँ थोरै मधुरो मधुरो छ है। अनि प्याज पनि हल्का रातो भएपछि चाहिँ मैले यसमा हर्दी नुन अघि नै हालिसकेको छु, किनभने म चाहिँ नुनलाई चाहिँ अगाडि नै हाल्ने गर्छु। तपाईहरु कसरी गर्नुहुन्छ, कतिजनाले पछि गएर हाल्नुहुन्छ, मैले चाहिँ अगाडि नै हालिसकेको छु। अब यहाँ चाहिँ देख्नु सक्नुहुन्छ, ल हेर्नुहोस्, यहाँ चाहिँ मैले त्यो मेवाको साना साना पत्ताहरू काटेको चाहिँ डाक्लाहरूलाई चाहिँ यहाँ हालिसकेको छु। अब चाहिँ तिते चाहिँ एकदम मिठो हुनेछ। तपाईहरुले स्वाद अनुसारको खोर्सानी पनि हाल्न सक्नुहुन्छ। ल तिते चाहिँ यस्तो बनेको छ हेर्नुहोस् है। अनि मैले चाहिँ लास्टमा गएर चाहिँ थोरै अदुवा अनि खोर्सानी पनि थोरै काटेर, अनि तपाईहरुलाई मन पर्छ भने थोरै तोरीको पेस्ट पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ थोरै हालेको छु, किनभने यसले पनि थोरै कलर दिन्छ नि त। ल है, कतिजनालाई तिते मन पर्छ, यसै गरेर पकाउने प्रयास गर्नुहोला। मेवाको पत्तालाई खेर जान नदिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचाका साथ तपाईहरुबाट चाहिँ बिदा लिन चाहन्छु। हस्त नमस्ते, लभ यु अल, बाइ बाइ, टेक केयर।